Hello, there Kitchal Gubor. Welcome to our channel. अनि के गर्दै हुनुहुन्छ साथीभाइहरू? हामी चाहिँ बिहान 5 बजे नुहाइधुवाइ गरेर बसेको। अहिले चाहिँ यसो जिउसिउ तन्काउँदै चिया खाँदै। अझ घडीमा कति बजेको त माथिको घडीमा 6 जति बज्यो होला। अनि के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, के चल्दैछ लाइफमा साथीहरूको? हाम्रो साथी चाहिँ रेडी हुँदैछन् टक्का लगाएर। साथी रेडी हुँदैछन्। अनि आज चाहिँ हाम्रो घरमा पार्टी छ कि, बर्थडे पार्टी सरप्राइज दिन लाग्यो हामीले। होइन साथी? सरप्राइज दिन लाग्यो, त्यही भएर हेरौँ सरप्राइज कस्तो हुन्छ। त्यही हो, यता आन्टीले फेरि बर्थडेको लागि गिफ्ट रेडी बनाउनलाई यसो सिलाउँदै हुनुहुन्छ कपडा टक्क लगाएर। हुन्छ बर्थडे गिफ्ट हो। राम्रो रेडी भयो तिमी? ए साथी पनि रेडी भइसक्यो। हामी चाहिँ सुरुमा चाहिँ अब केक लिन जानु लाग्यो। सुरुमा केक लिन जाने कि डाइरेक्ट घर जाने पहिला त्यो चाहिँ थाहा भएन। बाटोमा गएपछि थाहा हुन्छ के हुन्छ भनेर। ल पछि भेटौँ ल। हामीले चाहिँ कपडा पाइसक्यौँ। कपडा भन्दा पनि गिफ्ट पाइसक्यौँ। अब टक्कै यसरी घुमाएर हामी चाहिँ अब जानु लाग्यो घरतिर। हिँड न साथी जाऊँ। हामी चाहिँ निस्किनु लाग्यो। अब तपाईँहरूलाई हामी सिधै घरै गएर भेट्छौँ उता र हल्का हामी तपाईँहरूलाई टुर दिन्छौँ। टुर के छ तिम्रो भनाइ त्यसमा? एउटा थम्बनेलको लागि फोटो एक्टिङ बढी भयो क्या। स्क्रिनशट गर्ने त्यसमा स्क्रिनशट अहिले तान्न नि मिल्छ थम्बनेलको लागि हाल्नलाई। आई डोन्ट हैव नलेज अबाउट दैट। यहाँ चाहिँ हाम्रो मेडलहरू सँग सबै मेरो हो र मेरो जितेको गिफ्टहरू हो। सरप्राइजहरू मैले जिते हो, देख्न सक्नुहुन्छ तपाईँले। के गर्ने अब एचिभमेन्टहरू नि यति धेरै छ मसँग कि कुरै नगरौँ। के छ तिम्रो भनाइ त्यसमा साथी? हि इज लायर, हि इज द बिगेस्ट लायर। यो मध्ये एउटा मेरो पनि उहाँको होइन है। यो चाहिँ मेरो बहिनी र मेरो एचिभमेन्ट छ। अझै हामीले चाहिँ यहाँ ठाउँ नभएर टास्न भ्याएको छ। हामी चाहिँ हिँड्यो टक्क पाएमा अलि बेसमारी बोल्नु भयो अरे साथीले। गाई भाइहरूको यो सिधेर यसरी भेटेर आउँदै रहेछन् घरतिर। यो चाहिँ हाम्रो घरको एरिया हो। हेरौँ अहिले चाहिँ हामी तल घर जानु लाग्यो। घरै गएर भेट्न लागिरहेको छ धेरै। पानी ट्याङ्की देखाउँदैन त्यो हाम्रो यहाँको पानी ट्याङ्की। यहाँको पानी ट्याङ्कीको अध्यक्ष चाहिँ हाम्रो बा हो। गाह्रो छ साथीहरू धनी हुनु है। के गर्नु गाह्रो। बौला खोला देखाउनु। यो चाहिँ हाम्रो घरतिरको बौला खोला। हामी पौडी खेल्ने सानोमा यही हो। पानी चाहिँ सुक्यो। अहिले पानी छैन। हामी पौडी खेल्नु, मैले पौडी खेल्न सिकेको चाहिँ यही हो। स्विमिङ गर्न सिकेको हाम्रो होम टाउन नवलपुर सिटी होइन के हो यता देखाउनु। बुढोले चाहिँ भर्खरै बाइक बत्ताएर जानुभएको छ अगाडिबाट। त्यसरी बाइक चलाउनु हुँदैन किनकि एक्सिडेन्ट हुनसक्छ। अनि ब्रोलाई चाहिँ ट्राफिक सिग्नल्सको बारेमा नलेज पनि भइन्छ कि साइड लाइट बाल्नु भयो अनि सिधै गइरहनु भयो। मस्त जोक मारा रे या हंस रे हल्कट हंस। अफ गर्ने बिर्से जस्तो खालको। हाम्रो चाहिँ माइक पर्सि आउँछ। आज चाहिँ अलि नोइज भए पनि अब भ्लग आज र भोलि यस्तै हुन्छ। पर्सिबाट चाहिँ हाम्रो भ्लग चाहिँ अलिकति राम्रो सुनिन्छ है। हामीले चाहिँ माइक अर्डर गरेको छौँ गराजबाट। हल्का लेट भयो। गाह्रो छ साथीहरू, गाह्रो छ। गाह्रो हामी चाहिँ घर आइसक्यौँ बर्थडे पार्टी मनाउनलाई। घरमा चाहिँ स्कुटर छ त कस्तो। हामी चाहिँ घर आइसक्यौँ है साथीहरू सेतीपाडामा। आज पुरा गाडी साडी धोइँदै रहेछ कार्यक्रम। हाम्रो चाहिँ घरमा इन्ट्री भइसक्यो साथीहरू बर्थडेको लागि। अनि ह्याप्पी बर्थडे। हामी चाहिँ घर आइसक्यौँ साथीहरू। बसिरहेछन् सबैजना।
ल ह्यापी बर्थडे के भन्दैन राम्रै दिनु पऱ्यो ह्यापी बर्थडे ल थ्याङ्क यू ल मेरो जन्मदिनको दिन सबैले शुभकामना दिनु सबैजनालाई मेरो आफन्तीहरूलाई धेरै धेरै धन्यवाद रे धन्यवाद रे तपाईँले के भन्नु भिडियो भ्लग बनिरहेको वेलकम टु होम अब गुड मर्निङ बल्ल भयो मेरो छोरालाई अलि बेलैमा आऊ भनेको अलि ढिला ए ल ल ल ल ल ल ए मम्मीलाई गिफ्ट बच्चातिर अलि भेट्यौँ ल भ्लग यहीँ अलि रोकिदिउँ के भन्न तिमीलाई तपाईँ के भनिदिनु त्यही शब्द ह्याप्पी बर्थडे उता यता चाहिँ ह्याप्पी बर्थडे उता ह्याप्पी बर्थडे ल अहिले भेटौँ चक्कलाई आज घरे बर्थडे मनाउने भनेर आएको तर सरप्राइज दिने भनेको भएर हामी बर्थडेको लागि यसो डेकोरेट गर्न पाइएनौँ के भन्न ठिकै छ के भएन आजको भ्लगमा चाहिँ 200 रुपियाँ गिभ हुँदैछ है फेरि यदि तपाईँ 200 रुपियाँ जित्न चाहनुहुन्छ भने कमेन्टमा के लेख्नु भन्दाखेरि फेरि गिभ अवे नगरौँ कि पैसा कङ्गाल भइसक्यो 200 रुपियाँ गर्दा हुन पनि हो अब गिभ अवे त्यति जेसम्म हुँदैन जबसम्म 100 सब्सक्राइबर पुग्दैन हुन पनि सक्छ नहुन पनि सक्छ ट्विस्टमा ट्विस्ट 100 सब्सक्राइबर पुग्यौँ अनि गिभ अवे पाऊँ र इन्डिङमा केही सरप्राइज छ सरप्राइज के हुन्छ भन्ने कुरा इन्डिङसम्म हेर्नु होला के त 200 रुपियाँ नि हुनसक्छ हुनुहोस् त्यही भएर डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल होइन डेली ब्लग्सहरू आइरहेको छ कन्टेन्ट कस्तो चाहिन्छ तपाईँहरूलाई भन्नु हामी त्यस्तै दिन्छौँ कसैले पनि भन्नु भएन त्यही भएर हामीले चाहिँ आफै भ्लग हामी चाहिँ त्यही घरमा नर्मल भ्लग बनाउँदै बसिरहेको किनकि काम पनि छैन केही पनि छैन अहिलेलाई अहिले हामी खाली खाली त खाली त्यस्तो फेरि हावा लठङ्ग खालीवाला नि होइन काम भइरह गरिरह बाहिरको प्रोसेस चलिरह सो त्यही भएर हो यतिकै अब फाल्टु टाइममा के गर्ने भन्दाखेरि भ्लग बनाएर बसौँ भन्ने कुरा हो हाम्रो चाहिँ अब राम्रो राम्रो भ्लग चाहिँ बिस्तारै आउँछ किनकि फोन पनि नयाँ लिने सोचिरहेछौँ हामीले र ट्राइपड स्ट्यान्डहरू सबै नयाँ लिने सोचिरहेछौँ सो त्यसैको लागि यसो हल्का भए सपोर्ट यो च्यानल मोनिटाइज भएपछि गिभ अवेहरू पनि टन्नै हुन्छ बस अहिलेलाई च्यानल मोनिटाइज नहुँदाखेरि नि 2-3 चोटि गरिसक्यौँ र फेरि अब म्यासिभ गिभ अवे हुँदैछ हाम्रो अनि मैले पनि एउटा गिभ अवे गर्न जाँदैछु त्यो गिभ अवे चाहिँ मेरो इन्स्टाग्राममा 2000 फलोवर्स र युट्युबमा चाहिँ 200 सब्सक्राइबर पुगेपछि बल्ल मैले रिभिल गर्छु त्योभन्दा अगाडि चाहिँ गर्दिनँ ल सो स्टे ट्युन फर द्याट र सबैजनाले बुझ्नु होला के हुँदैछ भनेर गिभ अवे चाहिँ आइरहेको छ मबाट ढुक्क आउँछ यो च्यानलबाट पनि आउँछ हामीबाट भइरहेको हुन्छ तपाईँहरूले पनि थाहा होला एउटा गिभ अवे त्यो भाइले जित्यो एउटा बहिनीले जित्यो मेरो साथी कलेजको फेरि यस्तो सोच्ने के यिनीहरूलाई फेरि के लाग्छ होला भने चाहिँ हामीले तिनीहरूलाई जिताएको भन्ने सोध्छ होला जिताएको होइन किनकि सब्सक्राइबरै तिनीहरू हुन् क्या तिनीहरूले जितिरहनु तपाईँ गर्नु तपाईँले जित्नु ल अहिले भेटौँला साथीहरू भ्लगमा आयो तिमीहरू पनि भ्लगमा आयो गत पार्ट धेरै राम्रो भ्लगमा आइसक्यो के भन्छ अरे हाम्रो चाहिँ आज बर्थडे प्लान क्यान्सल भयो है साथीहरू बिस्तारै चलाउँदै भनौँ सानो नोटिस हाम्रो चाहिँ आज बर्थडे प्लान क्यान्सल भयो किनकि हाम्रो हजुरआमा हल्के सिकिस्त बिमारी हुनुभएको भएर बर्थडे प्लान क्यान्सल भयो र मम्मीहरू आज जाँदै हुनुहुन्छ आमालाई भेट्नलाई हामीले जान पाएनौँ घर कुरेर बस्नु पऱ्यो आज हजुरआमालाई त्यही भएर त्यस्तै भयो कहिलेकाहीँ जस्तो सुन्नुपर्छ किन खुसी भएर आएको थियो अब यहाँनिर त्यस्तै भयो सो बर्थडे पार्टी क्यान्सल जान लाउनु भयो आमालाई भेट्नलाई बर्थडे त आउँदै गर्छ होइन बर्थडेहरू आउँदै गर्छ त्यही भएर बर्थडे चाहिँ पछि मनाउँला भनेर अब बर्थडे होला मान्छेलाई अब पछि मनाइ हुन्छ भनिदिनु अब हामी त के भनेर हामी चाहिँ बर्थडे मनाउने आएको के सोचेर आएको थियौँ सरप्राइज यताउता सरप्राइज भाडमा गयो अब त्यही भन्नलाई हो सानो नोटिस अब त्यस्तै भयो अब हेरौँ अब भ्लग कहाँसम्म पुऱ्याइन्छ किनकि आजको भ्लगै बर्थडे बनाउने भ्लग थियो अब बर्थडे मनाइएन सो हामी त्यही कन्टिन्यू गर्छौँ त्यही हो साथीहरू मलाई चाहिँ टुङ्गाइदिएको हामी कपडा लिन जानु लाग्यो चाहिँ कहाँ म कहाँ जाने तपाईँहरू यता पूर्व कटारी छ न कटारी ल हजुर अब सेप जोड्ने जाम छ जानु पुगेर कल गर्नु कहिले म ब्याग म बोकेर जस्तो गर्थेँ त्यहाँमा
ल ब्याग बोरेर पुरा एकदम हामी चाहिँ पुऱ्याउनु जाँदैछौँ मम्मीलाई सेटसँग त फोन पुरी छ घिउ मैले उतै स्ल्याबमा राखिदिन्छु ल ल ढुक्क ढुक्क ल ब्याग कहाँनिर राखिदिने हो ब्याग र डिक्कीमा ल जाँदैछन् क्यामेरासम्म आइडिया भने हामीलाई छिट्टै पाएमा ल राम्रो जानु है जाने बस्छ बस्नु ए हस् हस् ल ल ल अब सेभ गर्ने बाई बाई भन्दैन त बाई साथीभाइहरू मम्मीहरू पनि लागे अब हामी पनि लाग्छौँ खाना बनाउनेतर्फ यस्तै हो जे पनि हुन्छ बेला बेलामा होइन कतिखेर के हुन्छ कसैलाई थाहा नै हुँदैन कस्तो बर्थडे मनाउन आइरहेको थियो अब खाना पकाएर खाने भयो ठिकै छ ल म चाहिँ सब्जी लिन आउँछु तिमी बसाउँदै गर कहिले भेटौँ ल भिडियोमा बोलिहाल्यो कि फेरि ल ल साथीहरू ठिक छ हामी चट्टला ब्याक क्यामेरा गर्ने होइन कि अगाडि फ्रन्ट क्यामेरा भिडियो भइरहेको बेला हामी चाहिँ खाना पकाउन लागेको मेरो सुन के भयो कि यहाँनिर ओके सब्जी चाहिँ पनिर हो हाम्रो पनिर साथी चाहिँ बाहिर छ नि के हो त दुध हो के हो त बाहिर थियो अनि त केराउ लिएर आएनौ केराउनै छैन नि त त्यही भयो अब आलु र पनिर मात्र भनेको मिठै हुन्छ आलु र पनिर मात्र छैन त अब के गर्ने हो त नि आमाले त नखाने रे के खाना ए छोड्नु के भएन हामी म खान्न अहिले भनेर भन्नुभयो अहिले खान्न कि खाँदै खान्न अहिले खान्न अहिले खाँदै खान्न बेलुका खान्छु भन्नुभएको ल ल के भयो यसरी खाना पाके बसालिसक्यो भने यहाँ खाना पाक्दैछ र हाम्रो आज पनिर है पनिर अनि भिडियो अन हुँदा पाएन नपुगिसकेको आलु पनि एउटा काटेर देखायो भिडियो अन गर्न पाएन दुध फुटेज खाना भइसकेको आलु पनि ननिकालेर काटिदिरहेको त्यसमा तपाईँ लिएर आउनु न त हो केरो ल साथीहरू म चाहिँ पसल गराउँछु हामीले जहाँबाट फलफुलहरू लिएर आउँथ्यौँ नि उहाँ जहाँ पाइन्छ त्यहीँबाट लिएर आउनु ल केरो ल साथीहरू म चाहिँ लागेँ म केरो लिएर आउँछु है त पहिला गएर अनि वेल meet you in the kitchen kitchen okay see you guys के दुध बसाल्नु लाग्यो आमालाई हामी चाहिँ लिन जाने भनेको हल्का टाइम लाग्ने भयो खाना पाकेपछि बल्ल जाने रे कफी बन्द त सिटी राउन्ड पनि बन्द भएर आवाज लाग्छ चर्को सुनिन्छ It's your job. उम्लियो दुध ब्रो हामी छोरी छोरी मान्छेको खुट्टा चार्नेखेरि छोरी नै हुन्छ Oh my god, there is no sugar. सुगर फ्री खाऊ I eat. अब एकचोटिलाई चाहिँ बन्द गर्यो केटी बारमा ब्याक क्यामेरा भएर सधैँ होला हामी चाहिँ टक्कर के रौ र साथीको लागि 8,000 कपडा किन्छ 8,000 कपडा किनिसक्यौँ र हामी चाहिँ त अब घरतिर लाग्नु लाग्यो दिदी बसिरहनु भयो चाहिँ 8,000
कस्तो हेपेको र हाम्रो कति कस्तो राम्रो लाग्यो त्यही भएर किनेको हो साथीले किनिदिनु भएको हामी चाहिँ जान लाग्यो अब यहाँबाट कस्तो होला घरतिर ठिक छ ठिकै त साथी घर गएर भेटौँलाई ए आज 8 बजेर लिन आएको सब्जी बेलामा के भइन्छ घर गएर भेटौँला है बाई बाई हामी चाहिँ लाग्यो ऊ त्यो पसलमा हेर्नु त्यो पसलमा पाइन्छ जस्तो ल त त्यो 8 बजे पनि आयो सब्जी पनि किन्यो अब घरतिर लाग्यो त्यो पसलमा पाइन्छ जस्तो लाग्यो चिसो ल्याइदिनु पऱ्यो सर चिसो त्यो त यहाँ पाउँदैन होला चाहिँ क्या रोका म लिएर आउँछु जम्बो रोकाइछ त्यो म कोक लिएर आउँछु कोक कोक छ जम्बोमा जम्बुमा छैन 1 लिटरमा छ कोक 1.5 मा अनि 2.5 मा डिउ छ 1.5 मा 1.5 1 मा छ कोक डिउ छ कि ठुलोमा हुन्छ एउटा दिन त्यसो भए कुन दिन कोकै दिन न कोक 1 लिटर सधैँ घर गएर भेटौँ हामी चाहिँ साथीभाइहरू घर आइयो चिसोतिर अब बनाइन्छ हामी अरे तरकारी हामी बाइक लिएर जान नि सक्थ्यौँ नि स्कुटर लिएर अनि लिएर जान त हामी गाडी लिएर जान सक्थ्यौँ नि तर बाउले लिएर खान कार त्यही भएर यस्तै छ पारा मेरो काम दाम छैन मेरो परिवार हुने खाने मार लाने अहिले मलाई आइयो हामी घरमा टक्क पारामा ल साथीहरू अब हामी सब्जी बनाउँछौँ त्यसपछि खाना खान्छौँ त्यसपछि भेटौँला हजुरहरूलाई डेली भ्लगमा के हुन्छ घर बसेर यार कामै यार यही हो हाट जाऊ आऊ खाना पकाऊ खाऊ बस रमाइलो गर अनि भिडियोमा गिभअवे गर गिभअवेको कोड कोका कोला झ्याप्प यसरी भनिदियो सबले कोका कोला लेख्छन् त्यही हो कोका कोला नि हुनसक्छ नहुनु पनि सक्छ र लास्टमा भेटौँला है त याद गर्नु है ओट चाहिँ फेरि कोका कोला हुन पनि सक्छ नहुन पनि सक्छ सियु गाइज अहिले भेटौँला खाना पकाउँछौँ अब खाने बेला भेटौँला ए हुन्छ हुन्छ हेलो गाइज ल स्टार्ट भयो भिडियो होइन अफ गर्ने हो त त्यसरी खाना पनि भ्याइयो र यो भिडियो डेजीलाई दियो मैले चाहिँ खान सकिनँ अब फाल्नु नि भएन हाम्रो घर डेजी छिन् डेजीलाई दिएको खाना खै डेजी भनेको हाम्रो पप्पी हो पप्पी हाम्रो दराजबाट माइक आइसकेको छ यसरी माइक गेस गर्नु यहाँभित्र के छ ओ माय गॉड यहाँभित्र त छ माइक माइक एप्पल छ यहाँभित्र एप्पल एप्पल वाट माइक गिभअवे हुन्छ है साथीहरू यो माइक हामीलाई मन पर्यो नेपाली नाइफ ए चक्क लगाएर मन पर्ने भनेको चाहिँ हामी अर्को राम्रो माइक लेख्छौँ यो हजुरहरूलाई गिभअवे गरिदिन्छौँ तर राम्रो छ भने चाहिँ हुँदैन है फेरि आश नगर्नु नि फेरि राम्रो छैन भने ल माइक चाहिँ हामीले किनेको यो हो दराजबाट लेट्स सी अब सुरुमै उक्केर आइदिया सुरुमा यस्तो माइक चाहिँ यो रहेछ हाम्रो युज एकैचोटिमा दुईटा माइक युज गर्न मिल्ने हुन्छ कि हुन्छ कसरी युज गर्ने कपडामा अड्डाउँछ कति लुलु हो यहाँनिर अड्डाउने होला सायद पक्कै नै यसरी खस्छ क्या त होइन खस्दैन यो हाइड गर्न नि मिल्ने रहेछ खासै नदेखिने रहेछ र यहाँ आएको छ एउटा यो स्प्लिटर जस्तो टाइपको र यहाँ आएको छ एउटा सेड्युल सेड्युलको फेरि हाउ टु युज इट अरे क्या हेरे सुरुमा यो के भनेको यहाँ एउटा बटन हुने रहेछ माथि ओके दोकान देऊ न यहाँ हेरिदिनु के उहाँ चाहिँ
यसको चाहिँ तीनवटै कनेक्टर रहेछ आइफोनको नि रहेछ त्यसपछि टाइप सी कनेक्टर पनि रहेछ फोनमा कनेक्ट गर्ने यसरी हो अनि क्यामेरा एक सेकेन्ड है। कनेक्टर पनि रहेछ हेलो हेलो आवाज आइरहेको हजुरहरूलाई फेरि आवाज जाँदैन होला यसरी बोल्दा अनि त यसमा के दाब्न पर्ने हो र कि यहाँ पछाडि रहेछ म चाहिँ यतिकै लाएर मात्र बसेछु आवाज आएको छ कि नै आई डोन्ट ह्याभ प्रोपर अन बन 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 मेरो चाहिँ अन भयो हेलो 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 कसरी हो ए बाँदरको हातमा नरिवेल होइन भन्यो यो उकाउने नै हो होइन र काउने नै हो अब उकिसक्यो चढ्दैन होइन फेरि टाँस्छु नि अरे त्यो समाताना साथी होइन तिमी म त टाँस्छु नि ए फाल्दै मेरो माइक बिग्रिन्छ नि यसरी अब हाम्रो चिन्ह भयो है यो माइक मेरो नभएको माइक तिम्रो हेलो 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 साउन्ड आइरह तर मलाई चाहिँ कन्फ्युज भयो कि एकैचोटिमा दुइटा कनेक्ट हुन्छ कि हुँदैन करेक्ट त्यो भयो अहिले भ्युवर्सहरूले भन्नुहुन्छ साउन्ड आएको या आएन भनेर आवाज आएको कि नै म बोलेको नआउने उहाँ बोलेको आउने भयो भने चाहिँ म यत्तिकै लिएर चाहिँ कसरी गर्ने यस्तो ल यो पनि हेऱ्यो पढ्यो हामी धेरै पढ्ने खाौँ नि त त्यही भएर चाँडै आउँछ कि हाम्रो वी आर विजय शाही विजय शाहीको चाहिँ हामी चाहिँ अर्को त्यो भर्छ यहाँ राख न त हातमा लिएर बस्ने होइन होइन कि साउन्ड आहा कि आएन त आएन नि त त्यही भएर ल साथीहरू हाम्रो अनबक्सिङ चाहिँ यही हो र हामी पछि तपाईँहरूलाई भेट्दै गरौँला बिचमा Yes, हामी चाहिँ अब जान्छौँ गर्छौँ पहिला अनि बल्ल जान्छौँ माइक चेक गर्छौँ हामी जान्छौँ र हामी हजुरहरूलाई अब सिधै बाटोमा भेट्छौँ यो अर्को यो मिलिरह भन्छ हामी माइकमै बोल्छौँ है अबदेखि चाहिँ अहिलेसम्म किरकिर आयो भने है ल सी गाइस युज भइहाल्छ भन्यो हेलो हेलो साथीहरू इफ द त्यो टिङ 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 बजाउँछ के छ साथीहरू हजुरहरूको हालखबर सन्चै हुनुहुन्छ अनि फेरि पनि आइसक्यौँ कुकुर डुलाउनलाई होइन हाम्रो चाहिँ डेजीलाई यसो खानपिन पछि यसो हावा खुवाउन लिएर आएको चट्ट बारीमा यसो बारीतिर डुल्दै यो खोर तारलाई चाहिँ टक्कै लिएर मुखिनिर चट्टपामा हामी हिँडिरहेछौँ बारी बारी माथिबाट हिँड्न गदा यो पनि सी लेट्स गो हिँड नि आएको राइट पुरै भर्खरै नआएको फेरि के छ तिम्रो हालखबर तिमी बताइदेऊ केही भिडियोमा ठिकै छ सब्सक्राइब गरिदिनु लाइक गरिदिनु सपोर्ट गरिदिनु अनि धेरै धेरै माया गरिदिनु त्यति मात्र हो यस ल डेजीको पालि डेजी ल यता के टोक्दै बसेर यहाँ ओ यहाँ आएर न आएर ल यो फेरि क्यामेरा अन हुने बित्तिकै बेहोरा देखाउन थाल्छ है फेरि के गर्दैछ त्यो हियर प्लिज ल भिडियोमा आइज के भन् यता यता भिडियोमा के भन् के भन्दै त डेजी भिडियो नचाट है नचाट यो भिडियोमा के भन् हेर त हेर्नै मान्दैन डोन्ट वान्ट टु से एनीथिङ जाम हामी डुल्दै लेट्स गो कम हियर यसलाई हगाउनुको मलाई सुसु आइसक्यो रोक रोक त्यहाँ हगाउनु के गर्नु के गर्दै बसिरह होला यस्तो यस्तो पारा मेरो यस्तो छ पारा हाम्रो चाहिँ अघि कहाँनिर भिडियो पुगेर थियो हामी चाहिँ भिडियो त्यहीँ रोकिदियौँ अनि अर्को भिडियो त्यहीँबाट कन्टिन्यू गरिदियौँ सो त्यही भएर चाहिँ अहिलेलाई फ्रेस भिडियो बनाएको यस त्यही भिडियोलाई कन्टिन्यू गर्नको लागि किनकि एउटा क्लिप हामीले काटेर आधा मात्र हालेर त्यो मिलाउन त्यो चाहिँ बेलुका मिलाउँला एडिटिङ सिडिटिङ गरौँला त्यही हो साथीहरू होम टाउन आमा कस्तो दामी देखेँ यार थम्बनेलको लागि डेली ब्लग्स ल भयो यति भएपछि थम्बनेलको लागि फोटो पुगिहाल्यो क्या अरे तिमी नै आउने थम्बनेलमा यस ल त्यसो भए त तिमी पनि ल भयो अब यसलाई कट गरेर हाल्ने क्या सी गाइज तिरीमा 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 गोदा बस 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 डरा हाते पनि छोडेन यो चाहिँ हाम्रो घरतिरको बाटो च्यापल आएर देखिदिनु होला जुम अब हामी बिस्तारै अगाडि लाइक सब्स्क्राइब गरिदिनु होला च्यापल आएर
यो च्याप्पा लगाएर नि भाइरल भयो छ्याप्पा साथीहरू भाइरल गराइदिनु होला हामी चाहिँ एकैछिन डुलाउँछौँ अब अनि घरतिर लाग्छौँ यस सेभ गाइस हामी चाहिँ डेजीलाई के भन्छ अरे डुलाएर पनि आइसक्यौँ अब चाहिँ हामी भिडियो इन गर्न लाग्यो सो त्यही भएर अहिलेसम्म जसले नि हेरिनु भयो त्यसको लागि धन्यवाद र यसै गरी हामी अब भिडियो इन गर्न जाँदैछौँ पछि भेटौँ अर्को भिडियोमा हस्त नमस्ते टाटा बाई बाई स्कर्ट वाला बाई बाई